क्विजको विषयमा यो भिडियो बन्दैछ। अलिकति लामो हुनसक्छ तर ध्यानपूर्वक हेरिदिनु होला है। जब तपाईँले हाइज ओपन गर्नुहुन्छ, हाइज ओपन गरिसकेपछि तपाईँले चाहिँ त्यहाँ फोटोहरू, भिडियोहरू देख्नुहुन्छ होइन। त्यो भिडियो, फोटोहरू देखिसकेपछि तलपट्टि त्यहाँ देख्नुभयो लाइकको र कमेन्टको एउटा सिग्नल दिएको छ होइन। त्यो सिम्बलमा चाहिँ तपाईँले क्लिक गर्नुपर्ने हुन्छ र लाइक अनि त्यसपछि यता साइडमा चाहिँ कमेन्ट गरिदिनु पर्ने हुन्छ। यो गर्नुभयो भने तपाईँको चाहिँ एउटा रिवार्ड हुन्छ र लास्टमा गएर चाहिँ तपाईँले फोटो क्लिक गर्नुभयो भने चाहिँ त्यसलाई हामी भोटिङ भन्ने गर्छौँ होइन। त्यो भोटिङ गरे बापत तपाईँले चाहिँ कोइन रिवार्ड कलेक्ट गर्नुहुनेछ। माथिपट्टि तपाईँले चाहिँ कोइन गइरहेको देख्न सक्नुहुन्छ होइन। जुन चाहिँ त्यो इमेलको एउटा सिम्बल जस्तो साइडमा त्यो वालेटको सिम्बल हो, त्यहाँ चाहिँ तपाईँले कोइन गएको देख्नुहुन्छ है। कुनैबाट 2 कोइनहरू चाहिँ हामीले कलेक्ट गर्छौँ, कुनैबाट चाहिँ हामीले 5, 10, 20 हेरी हुने गर्छ होइन। यो चाहिँ हामीले पोस्ट गर्नुपर्ने हुन्छ र हामीले चाहिँ त्यो 3टा एरो जस्तोमा गएर चाहिँ क्लिक गरिसकेपछि तपाईँको प्रोफाइलहरू खुल्छ। अब यो प्रोफाइलमा चाहिँ म तपाईँलाई भन्न गइरहेको छु स्टार्टबाट, सेयर एन्ड रिफरमा चाहिँ तपाईँले क्लिक गर्नुभयो भने तपाईँको आफ्नो कोड आउने गर्छ। त्यो कोड चाहिँ हजुरले अरू साथीहरूलाई दिनुपर्ने हुन्छ। तपाईँले देख्न सक्नुहुन्छ मेरो कोइन चाहिँ अहिले 28 भइसकेको छ र 144 मेरो प्रेस्टिज भएको छ। अब तपाईँको जुन यो माथिपट्टि कृष्ण 1185 छ, यो चाहिँ मेरो रिफरल कोड हो होइन। यो कोड चाहिँ मैले अरूलाई दिएँ भने उहाँहरूले चाहिँ मेरो कोडबाट चाहिँ ओपन गर्नुहुनेछ र उहाँहरूले 1000 कोइन पाउनुहुनेछ। अब यहाँ यसरी नै अब हामीले चाहिँ कोइनहरू कलेक्ट गर्दै जान्छौँ। त्यसपछि मैले सेभ एन्ड पोलमा देखाएको छु। यसमा चाहिँ के हो भने मैले आफूले पोस्ट गरेको, मैले क्रिएट गरेको, मैले अपलोड गरेको फोटो भिडियोहरू जुन छन् त्यो चाहिँ यहाँ देखाउने गर्छ। अब हामीले चाहिँ यो किन हाल्नुपर्छ भन्ने कुराहरू चाहिँ यो रिवार्डकै खेल हो है। जति हाल्नुहुन्छ त्यो रिवार्ड हुने गर्छ। अब डेली टास्कमा चाहिँ त्यहाँ के छ भने तपाईँले देख्न सक्नुहुन्छ स्ट्राइक छ, त्यसपछि तपाईँको डेली टास्कमा कोइन, स्पार्क्स, प्रेस्टिज सबै छ होइन। तपाईँले चाहिँ अब त्यो स्ट्राइक देख्न सक्नुहुन्छ होइन। त्यहाँनिर चाहिँ तपाईँले क्लिक गरिसकेपछि होइन, जुन मेरो चाहिँ 92 भनेर देखाएको छ होइन। अब हजुर चाहिँ भर्खर हुनुहुन्छ भने तपाईँको 1 या 2 या 3 देखाउँछ होइन। मेरो चाहिँ 92 डेज भएको कारणले गर्दाखेरि चाहिँ त्यो देखाएको छ। तपाईँले त्यहाँ क्लिक गरिसकेपछि तपाईँले चाहिँ 3 दिन स्ट्रेक पार गर्दै जाने, 7, 14, 30 होइन, त्यसपछि 90 त्यो जति पुरा गर्दै जानुहुन्छ तपाईँले चाहिँ त्यहाँ कोइन चाहिँ कलेक्ट गर्न पाउनुहुनेछ है। त्यसपछि तलपट्टि टास्क देख्नुभएको छ, तपाईँले चाहिँ 25 भोट गर्ने पोस्टहरूमा र एउटा चाहिँ क्विज खेल्नुपर्ने हुन्छ। अनि यहाँ आएर चाहिँ तपाईँले त्यो रिवार्ड चाहिँ कलेक्ट गर्नुपर्ने हुन्छ है। यो गरिसकेपछि तपाईँको प्रेस्टिज बढ्छ, कोइन पनि बढ्छ। र अब यो छ स्टाटस। यो चाहिँ के हो भनेदेखि चाहिँ तपाईँले खेलेको क्विजहरू होइन, जुन चाहिँ तपाईँले क्विज खेल्नुहुन्छ त्यो क्विज खेले बापत चाहिँ तपाईँलाई चाहिँ रिवार्ड दिने गर्छ। जस्तै त्यसको लेभल हेर्नुहोस् त, 4 देखि 6 सम्म छ है। म चाहिँ क्विज खेल्दै गएको कारणले गर्दाखेरि चाहिँ रिवार्ड कलेक्ट गर्दै गएको कारणले यहाँ चाहिँ म लेभल 4 सम्म पुगेको छु है। तपाईँहरूले पनि क्विज खेल्नुपर्ने हुन्छ। त्यसपछि कन्ट्रिब्युट, अब त्यो चाहिँ तपाईँको के छ भनेदेखि तपाईँले चाहिँ अरूलाई कोइन दिएर, अरूको पोस्टमा भोट गरेर होइन, र आफूले पनि अरूहरूलाई चाहिँ हेल्प गरेर यो कन्ट्रिब्युट गर्छौँ नि हामीले, हो त्यो गर्दै जानुभयो भने यसको पनि लेभल पुग्दै जान्छ, बढ्दै जान्छ है त। अब पोस्टर भनेको चाहिँ अब चाहिँ तपाईँको जुन आफूले पोस्ट गर्नुहुन्छ होइन, त्यो पोस्टहरू चाहिँ तपाईँले भिडियो हाल्नुहुन्छ कि फोटो हाल्नुहुन्छ त्यसमा डिपेन्ड गर्छ। तपाईँलाई चाहिँ यसमा टास्क दिएको हुन्छ। जस्तै म लेभल 2 मा छु अहिले, मैले चाहिँ कुनै अपलोड नगरेको कारणले गर्दा मेरो लेभल बढेको छैन। तपाईँहरू लेभल बढाउन चाहनुहुन्छ भने चाहिँ अब पोस्ट गर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ इन्फ्लुएन्सर भनेको छ होइन। यो भनेको चाहिँ के हो भने तपाईँले कतिजनालाई चाहिँ इन्भाइट गर्न सक्नुहुन्छ। जति धेरै इन्भाइट गर्दै जानुहुन्छ होइन, जति पोस्टहरू चाहिँ आफूले चाहिँ अरूको पोस्टहरू लाइक गर्ने, आफूले पनि पोस्टहरू क्रिएट गर्दै जानुहुन्छ, इन्भाइट गर्दै जाने, अरूलाई पनि फलो गर्दै जाने होइन। त्यसरी गर्दै गइसकेपछि एउटा इन्फ्लुएन्सर टाइपको चाहिँ एउटा ट्याग हुन्छ। त्यसको पनि एउटा लेभल छ 6 सम्म। म चाहिँ अहिले 2 मा छु होइन। यो लेभल पार गर्दै गइसकेपछि हामीले त्यसको चाहिँ रिवार्डहरू कलेक्ट गर्न सक्छौँ है त। अब प्रोमोटर भनेको चाहिँ अब तपाईँको कस्तो हुन्छ भने यसको चाहिँ इन्भाइटको केसहरू आउँछ। अब हामीले चाहिँ इन्भाइट गर्नुपर्ने हुन्छ। जस्तै रिफरल कोड चाहिँ इन्भिटेसन कोडहरू दिएर चाहिँ, जसले मेरो इन्भिटेसन कोडहरू युज गर्छ, अब यहाँ चाहिँ काउन्ट हुन्छ होइन। अब यसको पनि म चाहिँ कति लेभल 2 मा छु अहिले। अब यो 100 जनालाई चाहिँ मैले हाइटमा इन्भाइट गरेँ भने मेरो यो पनि पुरा हुन्छ। अब लिडरसिपको कुरा गर्न चाहन्छु। यो लिडरसिप भनेको चाहिँ के हो भने तपाईँको स्पार्क, जति तपाईँ क्विज खेल्दै जानुहुन्छ
क्विज खेल्दै जाने क्रममा चाहिँ तपाईँले एउटा स्पार्क्स चाहिँ कलेक्ट गर्दै जानुहुन्छ है। त्यो कलेक्ट गर्दै गइसकेपछि तपाईँको यो पोजिसन पनि जुन लिडरसिपको एउटा पोजिसन छ त्यो पनि तपाईँको इन्क्रिज हुँदै जान्छ। भन्नाले तपाईँ जति स्थान हुनुहुन्छ त्यो गर्दै 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 गएर तपाईँको एक स्थान पनि आउन सक्छ। अब म सेटिङको कुरा गर्दैछु। सेटिङमा चाहिँ तपाईँको लगआउट गर्न मिल्ने छ, तर एकाउन्ट चाहिँ एउटा जिमेलबाट खोल्नु भएको छ भने त्यही मात्र युज गर्नु होला, 2-3टा खोल्ने प्रयास चाहिँ नगर्नु, नत्र भने प्रब्लम आउन सक्छ है। अब तपाईँको हेल्प सेन्टरको अप्सनमा चाहिँ यो कुरा के गर्न चाहन्छु भने तपाईँहरूलाई अब हाइट्सको बारेमा जान्न मन छ, केही प्रब्लमहरू आएको छ, केही सल्भ होइन, अब चाहिँ प्रब्लम सल्भ गर्न सक्नुभएको छैन भने चाहिँ त्यहाँ गएर चाहिँ तपाईँले देख्न सक्नुहुन्छ कुन कुन कुराले चाहिँ तपाईँलाई अप्ठ्यारो बनाइरहेको छ। त्यहाँ सबै टपिकहरूको बारेमा चाहिँ लेखेको छ है। त्यो कुरालाई चाहिँ तपाईँले राम्रोसँग बुझ्न सक्नुहुन्छ र आफूले चाहिँ युटिलाइज गर्न सक्नुहुन्छ। एउटा हेल्पको लागि चाहिँ एउटा हेल्प सेन्टर नै भनेर चाहिँ सेटिङमा राखिदिएको हुन्छ। त्यसले गर्दाखेरि धेरै हेल्प हुन्छ तपाईँहरूलाई पनि हाइट्सको बारेमा बुझ्न र त्यसमा आएका प्रब्लमहरू सल्भ गर्नको लागि है। अब यो सबै कुराहरू भइसकेपछि चाहिँ म मेरो प्रोफाइलमा क्लिक गर्छु। अब त्यो प्रोफाइलमा क्लिक गरिसकेपछि मैले अहिलेसम्म कति प्रेस्टिज कलेक्ट गरेँ, मैले कतिवटा पोस्ट गरेँ, अनि मेरो फलोवर्स कति हुनुहुन्छ, मैले कतिजनालाई फलो गरेको छु होइन, यावत कुराहरू चाहिँ अब त्यहाँ देख्न पाइन्छ। र यतापट्टि जुन फोटोपट्टिको साइडमा जुन चाहिँ एउटा रिबन जस्तो त्यो चाहिँ हाम्रो चाहिँ एउटा के हुन्छ भने रिवार्ड हो होइन। अब मैले चाहिँ गेमहरू अब चाहिँ त्यहाँ मैले क्विजहरू खेल्दै गएको कारणले गर्दाखेरि चाहिँ एउटा रिवार्ड पाएको त्यो पनि त्यहाँ देख्न सकिन्छ है। यो आफ्नो एउटा प्रोफाइलमा हुने कुराहरू हामीले हेर्न सक्छौँ। अब त्यो वालेट जुन मैले क्लिक गरेको छु त्यो चाहिँ एउटा वालेट हो जुन चाहिँ हामीले कोइन कलेक्ट गर्दै जान्छौँ। मेरो चाहिँ अहिले कोइन 28,000 भएको छ किनभने मैले विथड्र गरिसकेको छु होइन। अब यो चाहिँ 0.288 यो चाहिँ के हो भने 288 भनेको होइन तपाईँको यो पाउन्ड हो है, पाउन्डमा काउन्ट हुन्छ। अब म वालेटमा तपाईँलाई देखाउन गइरहेको छु होइन, तपाईँको एसेटको वालेट। त्यहाँ हामीले वालेटमा क्लिक गरिसकेपछि तपाईँको एउटा चाहिँ के देखाउँछ, बाई कोइन अप्सन र अर्को चाहिँ कोइन विथड्र अप्सन देखाउँछ। हामी चाहिँ कोइन विथड्र अप्सनमा जानुपर्ने हुन्छ किनभने हाम्रो 50K कोइन भयो भने 0.50 हामीले चाहिँ विथड्र गर्न मिल्छ पाउन्डमा है त। अहिले चाहिँ मेरो 0.29 भएको कारणले गर्दा त्यो टाइपमा पेपल पनि देखाएको छैन है। 50 भएपछि चाहिँ देखाउँछ होइन। अब म हजुरलाई चाहिँ यो वालेटमै रहेको प्रेस्टिजको बारेमा भन्न चाहन्छु। प्रेस्टिजमा चाहिँ जानुहुन्छ जब क्लिक गर्दै गइसकेपछि चाहिँ तपाईँलाई त्यहाँ भनेको हुन्छ तपाईँ कमेन्ट अन पुलमा 5 पुगेपछि गिफ्ट कोइन तपाईँले 5 पुगेपछि, जब तपाईँले आफ्नो सोसियल मिडिया एड गर्न सक्नुहुन्छ 20 पुगेपछि, र तपाईँले कोइन विथड्र गर्नको लागि चाहिँ 40 प्रेस्टिज पुऱ्याउनु पर्ने हुन्छ। सबैको आफ्नो आफ्नो क्राइटेरिया छ होइन। त्यही भएर अब यो प्रेस्टिज बढाउने कसरी भन्ने कुराहरू त्यहाँ लेखेकै हुन्छ। फोटोमा लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, आफूले पनि पोस्ट गर्नुहोस् होइन, डेली टास्क कम्प्लिट गर्नुहोस्। यसै गर्दै जानुभयो भने पनि प्रेस्टिज चाहिँ बढ्छ है। अब त्यसै गरेर चाहिँ क्विजको अप्सनमा आएको छु म। यो क्विजको अप्सन चाहिँ त्यहाँ 2 किसिमको छ। एउटा माथिपट्टि देख्नुहुन्छ प्ले भन्ने छ, त्यसको उतापट्टि साइडमा करियर भन्ने पनि छ। अब प्लेबाट खेल्नुभयो भने तपाईँको चाहिँ कोइन पे गर्नुपर्ने हुन्छ 200 होइन। अब जस्तै त्यहाँ क्लिक गरिसकेपछि तपाईँले विभिन्न क्याटेगोरीका चाहिँ क्विजहरू हुन्छन्। अब रिवार्डहरूमा 2600 स्पार्क भयो, 20 क्विज भयो, र कस्ट त्यो चाहिँ तपाईँले तिर्नुपर्ने हुन्छ है त। 200 कोइन तपाईँले पे गर्नुपर्ने हुन्छ। अब स्टार्ट क्विज गरिसकेपछि तपाईँले खेल्दै जानुभयो र राम्रो तरिकाले खेलेर सबै पास गर्नुभयो भने त्यो पाउनुहुन्छ। र क्यारियरमा चाहिँ के छ भने यसमा चाहिँ तपाईँले आफ्नो जेम्सबाट होइन, जस्तै यो चाहिँ अब लोगो क्यारियरको भयो होइन। अब लोगोमा तपाईँले चिन्न सक्नुहुन्छ भने त्यो लोगो क्विज खेल्न सक्नुहुन्छ होइन। अब यसमा चाहिँ रिवार्ड धेरै छ स्पार्क, र क्विज पोइन्ट छ 10, र कस्ट जम्मा एउटा जेम छ। यो 5वटा जेम चाहिँ तपाईँलाई 4 घन्टा या 5 घन्टा भित्रमा चाहिँ तपाईँलाई 5 जेम्स आउँछ। त्यो चाहिँ फ्रीमा आउने हो होइन। त्यही भएर तपाईँलाई चाहिँ म रिक्वेस्ट के गर्छु भने जेम्सबाट चाहिँ खेल्नु होला है। अब कस्ट 200 कोइनबाट खेल्नुभयो भने त्यो चाहिँ माइनस हुँदै जान्छ। अब यो लिडरसिपको कुरा चाहिँ मैले अघि नै पनि भनिसकेँ। यो चाहिँ तपाईँको जति स्पार्क क्विजमा स्पार्क्स भन्ने थियो नि रिवार्ड, त्यो जति क्विज खेल्दै गएर कलेक्ट गर्दै जानुहुन्छ स्पार्क, त्यो अनुसारले तपाईँको लिडरसिप पनि बढ्दै ग्रो हुँदै जान्छ। जस्तै अब तपाईँको जब 1मा आउनुहुन्छ त्यसपछि तपाईँ विनर भएर 1 लाख जति चाहिँ तपाईँले कोइन जित्नुहुन्छ, तर टाइम चाहिँ लाग्छ। धन्यवाद भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। यस्तै जानकारीमूलक भिडियो लिएर आउने बाचाको साथ बिदा हुन्छु। हस्त धन्यवाद।